हेलो हेलो गुड मर्निङ साथीहरू के छ सबैजना सन्चै हुनुहुन्छ होला। म चाहिँ अहिले भ्लग स्टार्ट गरिरहेको छु बिहानको 6:45मा। उठ्न त म अलि अघि नै उठ्यो हो। बाबुले गर्दा मैले अहिलेसम्म केही पनि गर्नुभएको छैन। मेरो सासुआमा चाहिँ योगाबाट आउनुभयो। अब चाहिँ म नुहाउँछु पहिला अनि बाँकी कुराहरू देखाउँछु है त के गर्छु म आज। ऊ पनि उठिसक्यो। म उठेपछि ऊ पनि उठ्नै पर्छ। अनि म चाहिँ नुहाएर रेडी भइसकेँ। आज साउनको सोमबार जहाँ चाहिँ म कहीँ जान्नु नुहाइधुवाइ गरेँ। पूजा पनि गर्नु पऱ्यो। व्रत चाहिँ छैन मेरो। पूजापाठ गरेर खानासाना बनाउने हो। अब अहिले चाहिँ बिहानको 9:30 बजेको छ। अनि यो चाहिँ हाम्रो घरमा भात बचेको थियो। म यो चराहरूको लागि राखिदिन्छु। सबैजनाले आफ्नो बचेको फालिने भात खानाहरू हुन्छ नि त्यो जम्मा गरेर चराचुरुङ्गीको लागि दिनु होला। उनीहरूको को हुन्छ र दिनलाई। म चाहिँ मजाले मुछिदिन्छु अनि यसमा थोरै पानी पनि राखिदिन्छु ताकि तिनीहरूलाई घाँटी नलागोस् भनेर। आजभोलि खानेकुरा चाहिँ काहीँ पनि हुन्न। खेतहरूमा पनि त्यस्तो केही छैन। धान रोप्ने सिजन भएको छ भर्खर। यो खाना फालेर जानुभन्दा चराचुरुङ्गीलाई दियो भने खान्छन् नि त। यसमा अहिले थोरै पानी पनि राखिदिएँ। उनीहरूलाई पानी प्यास लाग्यो भने पानी पनि खान्छन् भनेर राखिदिएँ। आजकल चाहिँ मौसम कति सफा छ। यस्तो राम्रो देखिन्छ भ्यूहरू। यो हरियाली माथि आकाशमा उडेको चरा वाउ यस्तो रमाइलो छ। म चाहिँ भगवानमा एकदमै धेरै विश्वास गर्ने मान्छे। त्यही भएर त भगवानसँग हरेक दिन केही न केही कुरो माग्ने गरेको छु। भगवान बिन्ती छ मेरो इच्छा पनि पूर्ण गरिदिनुहोस्। आज साउनको पहिलो सोमबार थियो। म मन्दिर जान त सकेन। मैले नुहाइधुवाइ गरेर घरमै पूजा गर्छु भन्ने सोचेर बिहानै उठेँ, नुहाइधुवाइ गरेँ अनि यताउति कामहरू भ्याएँ। अनि आज साउनको पहिलो सोमबार भएकोले मैले पूजाआजा गरेँ भगवानको। म भगवानप्रति यति धेरै विश्वास राख्ने मान्छे नि। जे गर्नुहुन्छ भगवानले नै गर्नुहुन्छ भन्ने मेरो धारणा छ। कोसिस त मैले गर्छु नै तर साथ चाहिँ मेरो भगवानले मलाई दिनुहुन्छ भन्ने जस्तो लाग्छ। म यति स्ट्रङ छु कि म जसले जे भने नि मनमा कुरा दबाएर राख्छु। म बाहिर देखाउन्न जे पीडा छ मैमा छ कि म कसैको अगाडि रुँदा पनि रुन्न। मलाई यस्तो भएन देऊ पनि भन्दिनँ। सिर्फ रुन्छु त म मेरो भगवानको अगाडि। मलाई आशा छ भगवानले मेरो कुरा एक दिन अवश्य सुन्नुहुनेछ र मैले चाहेको जस्तो जिन्दगी मैले पाउने छु। र यहाँ चाहिँ दाल पाक्दैछ। अनि यहाँ चाहिँ यो काटेर ठिक्क बनाउने रहेछ। अब पकाउँछु। 10 बज्न लागिसक्यो। हाम्रो खाना त यस्तै हो। घरमा 12 बजी खाना खान्छ। अब म चाहिँ तरकारी बिसाउँछु। मैले पखाल पारेँ अनि यतातिर मैले कराई बसाइसकेको छु। अब पर्सीको मुन्टा बसाउँछु। दाल पनि सिटी लगाइसक्यो बन्द गर्दैछु। अब यो ग्यास गयो भने अहिले हेर्छु पाकेको छ कि छैन भनेर। तेल तातिँदैछ। तेल तातेपछि मैले यो राख्छु। त्यसमा छ मेथी, जिरा, अनि त्यसपछि 2-4वटा टिमुर अनि खुर्सानी। तेल पनि मजाले तातिरहेछ। यसलाई राखेँ पड्किन्छ। अब पटपट यो पनि मजाले पड्किरहेछ। मजाले एकछिन छोपेर पाकिराख्छु।